यो खोर्सानीको बिरुवा हेर्नु न अलिअलि फलेको छ तर पातहरू हेर्दा पनि किचिक्क परेको छ त्यति सप्रेको छैन। अब यसको कारण के हो? यो 2 वर्ष पुरानो बोट हो। म यसको कारण के हो एकचोटि हेर्छु है त। पहिला खोलेर हेरौँ है भित्र ल। अब यो झिकेर हेर्दाखेरि पहिला झिकेर हेरौँ यहाँ। ल देख्नुहुन्छ एकदम रुट भरिभराउ भएको छ। मैले पहिला यो चाहिँ रिपोर्टिङ गर्दाखेरि यसमा मैले पलाइट मिसाएको छैन, त्यही भएर सायद ड्रेनेजको पनि प्रब्लम हुनसक्छ। पानी धेरै जमेको हुनसक्छ। पानी धेरै जम्यो भने रुट डेभलप हुन पाउँदैन र यसरी कर्ली पर्छ। कर्ली पर्ने अर्को चाहिँ किरा थाइप्स भन्ने किराले टोक्यो भने पनि यस्तो हुन्छ। अर्को चाहिँ न्युट्रिसनले गर्दा पनि हुन्छ। म तिनटै कुरा आज फिक्स गर्छु है। पहिला म यसलाई चाहिँ काटेर अलिकति नरम बनाउँछु है। यो जरालाई यसरी निकालिदिन्छु है। अब त्यस पछाडि यो पटमा यो चाहिँ मैले 20% परलाइट अनि त्यस पछाडि बाँकी पोटिङ मिक्स छ यसमा मैले तल हाल्दै। यति भए चाहिँ ड्रेनेजको प्रब्लम भएन बिरुवालाई है। म चेक गर्छु यसको साइज ठिक छ कि छैन। ल साइज एकदम ठिक छ। म अझै फेरि माथिबाट परलाइट थपिदिन्छु अथवा माटो थपिदिन्छु। त्यही मिक्स भएको है। यो माटो थप्दै मजाले टाइट गरेँ होइन। नेक्स्ट स्टेप चाहिँ म यति गरिसकेपछि के गर्छु भन्दाखेरि तपाईँको यो 5-in-1 अर्ग्यानिक लिक्विड फर्टिलाइजर गरेको छु। किन भर्खर रिपोर्टिङ गरेँ मैले। तपाईँले स्लो रिलिज पनि हाल्नुपर्छ तर लिक्विड हाल्नुभयो भने चाहिँ एकदम छिट्टै न्युट्रिसन गेन गर्न एकदम सजिलो हुन्छ प्लान्टलाई। यो ट्रे तल राख्नु पऱ्यो। मैले यो लिक्विड फर्टिलाइजर हालेँ है। अनि त्यस पछाडि मैले तपाईँको यो स्लो रिलिज छ, यो स्लो रिलिज फर्टिलाइजर हाल्छु मजाले है। अब त्यस पछाडि मैले अब तपाईँको त्यस माथिबाट चाहिँ मैले अब तपाईँको अलिकति माटो हाल्छु फर्स्टमा है। यहीँको माटो हाल्छु है। अनि त्यस पछाडि मैले यो नेक्स्ट चाहिँ मैले कोकोपिट हालेको छु भिजाएर। यसले चाहिँ माथिको मोइस्चर होल्ड गर्छ। अब यो राम्रो देखियोस् भनेर पाइन मल छाप्दैछु यसरी। यो डल्लै खोर्सानी चाहिँ एकदम ठुलो हुन्छ, त्यही भएर यो चाहिँ मैले अहिले सुरुको सपोर्ट हो। तर तपाईँहरूले चाहिँ राम्रो सपोर्ट दिनुपर्छ, बाँध्नुपर्छ, नभए भाँचिन्छ। यत्रो मेहनत गरेको मजाले थियो। ल म फेरि तपाईँलाई यो बोटको 1 महिनामा अपडेट गर्छु है त कस्तो हुन्छ।